मैले के भन्थेँ भने म पनि स्कुल जान्छु भनेर म मेरो मम्मीसँग भन्दै रुँदै गर्दाखेरि तेरो हजुरबाले पढाउनु न, तेरो के भन्छ कसैले पनि पढाएको छैन छोरी, भनेर हामी त पढाउँदैनौँ भनेको छन्, पढ्नु हुँदैन तिमीहरूले भनेर भन्नुभयो। अनि मैले त होला पनि भनेर त एउटा रोज भयो, तर मैले त्यो ड्रेस लगाएको देखेर क्या त्यो यतिको फरक बेला म फरक लाउँथेँ। अनि अब मलाई पनि स्कुल जान गर्दा त फरक लाउन पाउँथेँ भन्ने मेरो योजना हुन्थ्यो क्या। अनि म त्यहाँ तर त्यो स्कुल मैले त्यहाँभित्र गइनँ, काला बस्दै कि गोरा बस्दै मलाई केही थाहा थिएन। त्यहाँ त्यो स्कुलमा पढ्ने मान्छे पढाएँ, त्यहाँ कतिजनाले छोराछोरी पढाएँ, तर मेरो घरबाट चाहिँ मेरो बडाको छोरी 2टा र मलाई स्कुलमा टेकाउनु भएन। हालेलुया। स्कुल नगएको कारणले गर्दाखेरि लास्टमा अब बिहे भएपछि अनि यति ठुलो तुफान आएपछि बाध्यता मैले प्रभुमा आउने बाध्यतामा आएन। हामी झाँक्री डक्टरले छोडिदिएपछि म प्रभुमा आएपछि अनि मलाई मेरो हजुरआमाले फेरि मेरो कान्छी हजुरआमा पनि प्रभुमा हुनुहुन्थ्यो, उहाँले मलाई सानो बाइबल दिनुभयो, यत्रो बाइबल दिनुभयो। अनि मैले सोचेँ, उहाँले भन्नुभयो यो बाइबल चाहिँ तैँले हमेसा बोक्नुपर्छ, भूत आत्माहरू लाग्दैन, तेरो कष्ट हुँदैन, बिरामी हुँदैन, तैँले पढी यो चाहिँ बोकिराख्नु भन्नुभएको थियो। अनि म चाहिँ फेरि हुन्छ भनेर त्यही स्वीकारेँ, मैले बोकेँ। अनि आधा गरान गरेर भोलि 32मा लिएको छ। अनि म यति साह्रो अलिकति आराम मिलेपछि यो विश्वासमा म फेरि डह्रो भएँ। अनि म यो प्रभुमा आएपछि निको हुनेछ भनेर त्यो बाइबल चाहिँ मैले बोक्न थालेँ, सानो बाइबल थियो। अनि म चर्चमा त्यो दिन शुक्रबार 32मा लिएको, शनिबारको दिन चाहिँ म फेरि हामी चर्चमा गयौँ। अनि प्रभु भोजन दिनुभयो। अनि प्रभु भोजन हामीले खाइसकेर बाहिर निस्किँदाखेरि एउटा सानो एउटा स्वाटर रहेछ, त्यहाँ चाहिँ बाइबल अनि जे पनि रहेछ प्रभुको बारेमा जे पनि लेखेकोहरू त्यहाँ राखेको रहेछ। अनि मैले भने पास्टर बुवालाई मैले भने बस, अनि हामी जहाँ दुःखबाट जान्छौँ त्यही नै आशिषित हामी हुन्छौँ। हालेलुया। पास्टर बुवा हुनुहुन्न, अनि मलाई भन्नुभएको थियो आज तिमीले वचन बोल्नुपर्छ भनेर जानुभयो। ठिकै छ, प्रभुलाई महिमा होस्। उहाँ पनि सेवाकाईकै लागि जानुभएको छ। हिजो चाहिँ पथरीमा हुनुहुन्थ्यो सेवाकाईमा, आज चाहिँ फेरि उर्लाबारीमा चर्चको उद्घाटन छ। अनि पास्टर बुवा हामी त धेरै दिन प्रार्थना गऱ्यौँ, तर तपाईँलाई नै प्रभुले देखाउनु भयो, मलाई चाहिँ एकदम देखाउनु भयो। अनि तपाईँबाटै उद्घाटन गर्ने भयो। अनि त्यही भएको कारणले हामी चाहिँ तपाईँलाई नै हामी सबै मण्डली मिलेर बोलाउँदैछौँ, तपाईँ जसरी भए पनि आइदिनुहोस् भन्नुभयो उहाँले। अनि जानुभएको छ, तर प्रभुले उहाँको शरीर लगेर पनि आत्मा यहीँ छ, हजुरहरूकैसँग। हालेलुया। उहाँको यहाँ प्रार्थना छ, यहाँ त्याग छ होइन, उहाँको हमेसा रात दिनको त्याग प्रभुलाई दिनुभएको उहाँको त्याग यहाँ छ। प्रभु परमेश्वर हामीसँग हुनुहुन्छ। हालेलुया। अनि हाम्रो उहाँ अस्ति नै आउनुभएको थियो। हामी चाहिँ यस्तै के भयो भन्नुहुन्छ भने यति साह्रो घाम लागेको जस्तो लागेको, तर पुरै कालो माथि हरियो भइसक्यो, तिन तातेर सास फेर्न नसक्ने। अनि यति साह्रो गाह्रो भयो। अनि हामी प्रार्थना गऱ्यौँ, हामी 2जनाले। अनि हामी श्रीमती भएर प्रार्थना गऱ्यौँ। अनि प्रार्थना गरेर बाहिर निस्क्यौँ, यति साह्रो खड्को जान लाग्यो। मैले त भने पनि मलाई अब हामी कता जाने हो, कतै जाउँ न, बरु धेरै सकिएन, सहन नसक्ने भयो मैले भन्दै थिएँ। अनि उहाँ हाम्रो पास्टर बुवा चाहिँ बोल्नै भएको थिएन, चुप्पो लाएर बाइबल यस्तो फर्काएर बस्नुभयो थियो, सिरानीमाथि बाइबल लागेर भित्तामा अडेस लागेर सानो त्यही फ्यान लगाएर बस्नुभएको थियो। अनि अचानक धेरै दिन भएको थियो उहाँ बोल्नु भएको थिएन, हामीसँग कन्ट्याक्ट हुनुभएको थिएन। त्यही दिन चाहिँ फेरि ट्याक्क फोन गर्नुभयो। अनि उहाँ क्यानाडामा हुनुहुन्छ, उहाँले फोन गर्नुभयो। अनि फोनमा फेरि पास्टर बुवाले फोन उठाउनु भयो। अनि के छ पर्फेक्टज्यू, सन्चै आरामै हुनुहुन्छ। अनि हामी त धेरै दिन भयो कन्ट्याक्टमा भएको भन्नुभयो उहाँले। अनि हजुर हामी धेरै दिन भयो भनेर यता हाम्रो पास्टर बुवाले पनि भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ गर्मीमा बोलेको पनि सुन्नलाई मनै लागेको थिएन, त्यति गर्मी भइरहेको थियो मलाई चाहिँ, पुरै यस्तो कि भित्रैभित्रसम्म जल यस्तो भइरहेको थियो, गर्मी ट्याक भइरहेको थियो। अनि म चाहिँ बोल्नलाई पनि मन नलागे यस्तो भइरहेको थियो। अनि के छ खबर, कस्तो छ भन्दै उहाँले भन्दै थियो, सेवाकाई कस्तो छ भन्दै थियो। अनि सेवाकाई त ठिकै छ, सबै राम्रै छ, तर गर्मी धेरै भएकोले चाहिँ एकदम गाह्रो भएको छ भनेर हाम्रो पास्टर बुवाले ट्याक्क त्यति भन्दैमा उहाँले के भन्नुभयो, लु कुलर त चल्छ होला नि भन्दै। अनि चल्छ भने लु म कुलरको पैसा पठाइहाल्छु, गइहाल्नुहोस्, कुलर ल्याइहाल्नुहोस्। प्रभुको छोराले यसरी बसेको सुहाउँदैन, यसरी दुःखमा हुँदैन, प्रार्थना गर्ने मान्छेले भन्नुभयो उहाँले। अनि तुरुन्तै यो कुलर किन्ने पैसा पठाइदिनु भयो। अनि हामी पनि तयारी भयौँ र खुत्तै गइहाल्यौँ। इटेरीबाट चाहिँ हामीले
त्यो 18,000मा ल्याएको 17,500 पर्यो 500 रुपियाँ जेरा गरेर 18,000मा परमेश्वरले जुटाइदिनु भयो हालेलुया उहाँलाई पनि धेरै परमेश्वरले आशिष दिनुभएको छ हामीलाई यहाँ शीतल दिनुभएको छ उहाँद्वारा परमेश्वरले जुटाइदिनु भएको छ होइन हालेलुया सेवाकाईलाई उहाँको कामलाई उहाँको परिवारलाई परमेश्वरले धेरै प्रश्न मात्रामा आशिष दिनुभएको हालेलुया जसले दिन्छ त्यसले पाउँछ जसले वचनमा भनेको छ जसले ढकाउँछ त्यसको लागि उगारी नै छ जसले खोज्छ त्यसले भेटाउँछ हालेलुया आज एउटा पत्ता हल्लाउने पनि हाम्रो अधिकार छैन किनकि हाम्रो चाहिँ उहाँ परमेश्वरको अधीनतामा हामी भएको कारणले गर्दा एउटा पत्तालाई हल्लाउने पनि हाम्रो अधिकार छैन उहाँ बिनाको हामीलाई यो जति पनि सास फेर्दैछौँ अब यो लाइट बिल त फ्याटी आइरहेको छ अहिले त फेरि अहिलेको सरकारले त के भनेको छ भ्याट पनि बढाउने भनेको छ होइन तर हाम्रो अक्सिजन जति पनि चलिरहेको छ जति पनि हामीले यो हावा लिइरहेको छौँ उहाँ परमेश्वरको इच्छाले हामी पाइरहेको छौँ उहाँले यति साह्रो दिनुहुन्छ कि तर पनि हामी अलिकति शरीरको तकलिफ चाहिँ सहनै सक्दिनँ परमेश्वरलाई मैले अनि म यति दिन म यति साह्रो गर्मी भएको थिएँ अनि मैले भने प्रभु धन्यवाद यति साह्रो धन्यवाद दिएँ अनि यो परमेश्वरले हाम्रो प्रार्थनालाई सुन्नुभएछ अनि यो कुलर पनि दिनुभयो आज आनन्दित छोरीहरू बस्न पाउनु भएको छ धेरै खुसी लागेको छ मलाई चिसो नहोस् तर मेरो आउने छोराछोरीहरूलाई शीतल होस् आनन्दित यही म खुसी हुन्छु हालेलुया अनि मलाई त चिसो पनि त्यति हुँदैन फेरि त्यो दिन ल्याएको दिन एकछिन बराबर बसेको पुरा चिसो लागिहाल्यो मलाई त फेरि चिसो पनि नहुने तातो पनि नहुने यस्तो छ शरीर हाम्रो यो माटोको शरीर हो कि कसैको पनि शरीरलाई कस्तो हुन्छ भने हामी अलिकतिलाई पनि हामी जुखाइहरूलाई सहन सक्दैनौँ अलिकति बोलेको कुराहरू सहन सक्दैनौँ अलिकति हामीले केही कुरा पनि यो शरीरमा हामीले टच हुन दिँदैनौँ जस्तै हुन्छ क्या अलिकतिमा एकदम हाम्रो शरीरलाई कमजोर बनाइहाल्छौँ अनि शरीरलाई एकदम हामीले छोडिदिइहाल्छौँ तर यस्तो होइन परमेश्वर हाम्रो साथमा हुनुहुन्छ अलिकति धैर्य धारणा गर्न पनि हामीले सिक्नुपर्ने हुन्छ हालेलुया आज वचन म धेरै बोल्ने म बल्ल बल्ल मौका आउँछ यसरी पास्टर सेवाकाईमा हिँडेको बेलामा मौका आउँछ तर के बोल्ने अनि कति बोलौँ के बोलौँ यति साह्रो मनमा आइरहेको हुन्छ तर पनि म आज सानै वचनद्वारा हजुरहरूलाई म भन्नेछु परमेश्वरले हामी सबैजनालाई आशीष दिनुभएको होस् प्रार्थना गर्नेछु हालेलुया हामी परमेश्वरलाई धन्यवाद होस् अनि जिउँदो अनि महान अनि परमेश्वर जीवित हुनुहुन्छ आजको यो दिन अनि हामीलाई हटाएर प्रभु तयारी गर्नुहुने परमेश्वर हाम्रो साथ हुनुहुन्छ अनि प्रभु विशेष गरी म त केही पनि एउटा माटोको भाँडो मात्र हो अनि प्रभु अनि तपाईँको छोराछोरीहरू आज के खोज्न आउनुभएको छ के लिन आउनुभएको छ म यो केही पनि जान्दिनँ तर स्वयं तपाईँ हुनुहुन्छ अनि तपाईँ जिउँदो परमेश्वरलाई खोज्न आउनुभएको छ अनि यो छोराछोरीहरूको जीवनमा म तपाईँलाई आशिष बोल्दछु अनि यो छोराछोरीहरूले प्रभु उहाँहरूको हरेक अङ्गहरूलाई उहाँहरूको पुरा बडी शरीरलाई म तपाईँको रगतभित्र ल्याउँदछु अनि उहाँहरूको मन बुद्धि सोच विचारलाई पनि म तपाईँको रगतभित्र ल्याउँदछु अनि उहाँहरूको जीवनलाई म तपाईँको आत्मसमर्पण गर्छु म आफैलाई पनि म तपाईँको आत्मसमर्पण गर्छु अनि जुन वचन म पढ्दछु अनि जुन वचनबाट म प्रभु तपाईँको छोराछोरीलाई म बताउँदछु मेरो साथमा तपाईँ रहनुहोस् म केही पनि होइन तपाईँ बोल्नुहोस् तपाईँ बताउनुहोस् यो वचनद्वारा एक वचनद्वारा प्रभु तपाईँको छोराछोरीलाई छुनुहोस् अनि नयाँ बनाउनुहोस् कहाँ प्रभु उहाँहरूले कमजोर भएको आफूलाई महसुस भएको छ भने चाहिँ आजदेखि प्रभु त्यो वचनद्वारा मजबुर बनाउनुहोस् अनि शक्तिशाली बनाउनुहोस् अनि उहाँहरूको जीवनमा परेका हरेक बन्धनहरू चाहिँ आज स्वतन्त्र गरिसक्नु भएको छ अनि चङ्गाई गरिसक्नु भएको छ अनि उहाँहरूले चाहिएको कुराहरू तपाईँले दिइसक्नु भएको छ प्रभु तपाईँले भन्नुभएको छ मलाई खोज्नेले प्रभु भेटाउने छ ढकढकाउनेले मेरो लागि प्रभु त्यसको लागि म दरवाजा खोल्ने छु भन्नुभएको छ आज तपाईँले छोराछोरीको हरेक हृदयको ढोकाहरू खोलिदिनुहोस् अनि तपाईँ उहाँ यो छोराछोरीको हृदयमा तपाईँ राज गर्नुहोस् प्रभु परमेश्वर पिता म तपाईँलाई धन्यवाद दिँदै आजको वचनद्वारा प्रभु तपाईँले आशिष गर्नुहोस् हामीलाई मलाई पनि नयाँ बनाउनुहोस् नानीहरूलाई पनि नयाँ बनाउनुहोस् अनि सबैजना हामी आशिषित हुनेछौँ प्रभु हामीलाई सहायता गर्नुहोस् मद्दत गर्नुहोस् अनि प्रत्येक छोराछोरीमा तपाईँको अनुग्रह र निगाह राख्नुहोस् अनि प्रभु यो सबै तपाईँको हातमा राख्दै प्रार्थना उद्धारकर्ता यीशु ख्रीष्टको नाममा आमेन पनि भेटाउन नपाउँदा एउटा योजनामा आएको छोराछोरीहरूलाई भेट्नु नपाउँदाखेरि चाहिँ दुःख लाग्छ म पनि धेरै दुःखबाट आएको कारणले गर्दा मलाई दुःखलाई चाहिँ म कसैको दुःखलाई म हेर्नै सक्दिनँ साह्रै पीड लाग्छ परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस् जो योजनामा आउनुभएको छ आज परमेश्वरले काम गर्नुहुन्छ पास्टर बुवालाई भेटाएनौँ भनेर निराश नहुनुहोस् उहाँको प्रार्थना छ हामी तपाईँहरूसँग हामी छौँ प्रभु हामी
स्वयं परमेश्वर तपाईँहरूसँग साथ हुनुहुन्छ। एकदम तपाईँहरूलाई स्वागत छ यो बेथेल एकता चर्चमा। हाम्रो आन्टीलाई पनि धेरै स्वागत छ। उहाँले त फ्यानै हम्किने लिएर आउनुभएको छ बिचराले। आज उहाँ आउनुभन्दा अगाडि परमेश्वर दिनुभएको छ। हजुर सबैजनालाई फेरि पनि बेथेल एकताको लागि आउनुभएको कारणमा स्वागत छ। अनि परमेश्वरले धेरै आशिष दिनुभएको होस्। म वचन बोल्नेछु आज याकुबको 1:19 म भन्नेछु अनि त्यसमा बिस्तारै पढेर म बताउनेछु। धेरै म जान्ने त होइन, सिक्दैछु अनि म पनि सिकाउनेछु अनि हामी सबैजनाले सुन्नेछु। हालेलुया। अनि यहाँ भनेको छ शीर्षकमा भनेको छ सुन्नु र गर्नु। अनि 19ले पढ त छोरो। 19 याकुब 1:19 भन्दछ, मेरा प्यारा भाइ हो, तिमीहरूले यस कुरामाथि विचार गर, तर हरेक मानिस सुन्नलाई छिटो, बोल्नलाई ढिलो र रिसाउनलाई धीमा होस्। हालेलुया। आमेन। आमेन। परमेश्वरलाई महिमा होस्। थ्याङ्क यू जिजस। पवित्र आत्मा हामीलाई तपाईँले गाइड गर्नुहोस्। आज यो वचनद्वारा हामीलाई हाम्रो हरेक अङ्गलाई, हाम्रो बोली भाषालाई, हाम्रो आँखालाई नै गाइड गर्नुहोस्। हालेलुया। परमेश्वरलाई महिमा होस्। पढ्ने जसलाई धेरै आशिष दिनुहुन्छ। अनि यहाँ चाहिँ सुन्नु र गर्नु। अनि यहाँ के भनेको छ, प्रिय भाइ हो, मेरा प्रिय भाइहरू, यो कुरा जान। हेर्नुहोस्, पावलले चाहिँ यति साह्रो पावलको पुस्तक पढ्दै गर्दा आज पावलले लेखेको कुराहरू चाहिँ हामी पढ्दै गर्दा चाहिँ मलाई आनन्दित लाग्छ के। धेरै सतावट आउँछ, धेरै कष्ट हुन्छ र पनि मलाई आनन्दित लाग्छ। तर त्यसमा फेरि म भुलिहाल्छु कसो गर्दा बोल्दाखेरि अस्ति गर्मीमा म कहाँ जाने होला भनेर पास्टर बुवालाई मैले प्रश्न सोध्दै थिएँ। परमेश्वरले मलाई क्षमा गर्नुभएको। अनि पावलको कुरामा चाहिँ के हो भने पावलले चाहिँ ऊ पनि एउटा विश्वासी नै थियो है, तर ऊ यति यहुदीहरू यति बढी पनि ऊ यति साह्रो उसले चाहिँ के गर्थ्यो भने परमेश्वरको जनहरूलाई सताउने काम, कष्ट दिने काम गर्थ्यो। अनि उसले चाहिँ फेरि जब प्रभुले उसलाई नयाँ बनाउनु भयो, जब परमेश्वरमा ऊ परिवर्तन भयो, परमेश्वरले उसलाई चाहिँ देखाउनु भयो, परमेश्वर मै हुँ भनेर चिनाउनु भयो, त्यो दिन चाहिँ उसले अनि यति साह्रो शिक्षा दिने, अनि यति साह्रो मण्डलीमा गएर शिक्षा दिने, यति साह्रो उसले पिटाइ खायो। हाम्रो यीशुले त 39 कोर्रा खानुभएको छ है, तर यीशुले त पावलले त के भनेको छ, अनादिमदेखि मेरो जीवनमा कोर्रा परेको छ भनेको छ होइन। तर हामीले त अलिकति कुरालाई पनि हामी सहनै सक्दैनौँ। अनि हामी बोल्न पनि बोलिहाल्छौँ, अनि सुन्नै नपाइकन बोल्छौँ क्या। हालेलुया। अनि यहाँ त के भनेको छ, मेरा प्रिय भाइहरू, यो कुरा जान, प्रत्येक मानिस सुन्नमा छिटो सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा। हालेलुया। हाम्रो परमेश्वरले चाहिँ के भन्नुहुँदो रहेछ त, हामी सुन्नमा त छिटो सुन्नु अरे, तर बोल्नमा चाहिँ के गर्नु, ढिलो। हामी बोल्नमा ढिलो गऱ्यौँ भने चाहिँ आफैलाई फाइदा हुन्छ है। जति जेसुकै हामी बोल्नमा अगाडि सामनेवालाले बेच्च बोल्यो भने पनि अलिकति सोचेर अनि बोल्नुपर्छ। उसले बोलिसकेर हामी सोच्यौँ भने चाहिँ बोल्दाखेरि के पर्छ भने त्यसलाई पनि के हुन्छ भने त्यसको पनि दिमागमा रिलेट हुन्छ कि मैले गल्ती गरेँ कि क्या हो भन्ने उसको मनमा हुन्छ। हामीले उसले बोल्नै नपाइ फ्याट्टै हामीले जवाब दिउँ भने चाहिँ के हुन्छ भने किनभने मानिसको क्रोधले परमेश्वरले चाहनु भएको धार्मिक जीवन ल्याउन सक्दैन। अझ हामी प्रभुको जनले त झन् अनि संसारको मान्छेसँग बोल्नै गर्दाखेरि संसारको मान्छेलाई टक्कर गर्ने बित्तिकै त हामीले हामीले हाम्रो परमेश्वरको उपस्थितिबाटै हामीलाई हटिन्छ। हालेलुया। त्यही भएको कारणले गर्दाखेरि के भन्छ, रिसले भन्दछ, किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। हाम्रो रिसले चाहिँ के गर्छ भने परमेश्वरको धार्मिकता पनि हामीसँग आउन सक्दैन। हालेलुया। त्यही भएर के भनेको छ भने 21ले भन्दछ, यसै कारण पढ त, यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्टतालाई त्याग, अनि तिमीहरूमा रोपिएका वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ। आमेन। यसैले म भन्छु, प्रत्येक मैले एक दुईवटा वचन पनि भनेको छु, प्रत्येकपल्ट हामी जति बाइबल पढ्छौँ त्यति हामी नयाँ हुन्छौँ। हालेलुया। यो वचनहरू त हजुरहरूले पढ्नै भएको होला, फेरि पनि म भन्दछु, आज दोहोऱ्याउँदैछौँ हामी यो वचनलाई। म पनि नयाँ हुँदैछु, हजुरहरू पनि नयाँ हुँदैछ। कारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्टतालाई त्याग। हामीमा भएका कुरा हामीलाई परमेश्वरले हामीलाई मन नपर्ने हाम्रो शब्दलाई, हाम्रो शब्दहरूलाई हामीले बदल्नै पर्छ।
हामी परिवर्तन हुनैपर्छ अनि हाम्रो विचारलाई परिवर्तन बनाउनै पर्छ। उहाँले हामीलाई मन नपर्ने कुराहरू हाम्रो जीवनबाट हट्नै पर्छ। प्रभुको जन्ममा चाहिँ प्रभुको छोराछोरीमा एउटा पास्टरले मात्रै परिवर्तन होइन, हामी सबैजनाले परिवर्तन हुन्छ। जब हामी परमेश्वरमा आएको परिवारमा हामी छोराछोरीमा परिवर्तन हुनैपर्छ। हालेलुया। जब हामी परिवर्तन हुन्छौँ अनि तब मात्रै प्रभुले हामीलाई आशिष दिनुहुन्छ। हालेलुया। अनि 22 को पढा त नानी। तर वचन पालन गर्ने हो, आफैलाई धोका दिएर सुन्ने मात्र होइन। अब हामीले वचन पढेका छौँ, जानेको छौँ, तर पनि हामीले अलिकति आफैलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ। हालेलुया। अनि धोका के भन्छ फेरि पढ। सुन्ने मात्र होइन, किनभने यदि कसैले वचन सुनेर त्यस बमोजिम गरेन भने त त्यो आफ्नो स्वाभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो मात्र हुनेछ। हालेलुया। हालेलुया। वचन हामी सुन्छौँ अनि हेर्छौँ पनि पढ्छौँ पनि। म चाहिँ यहाँ परमेश्वरलाई धन्यवाद होस्, म चाहिँ एकदम यस्तो मेरो खानदानी पुरै यहाँ धरानमा हुनुहुन्छ अनि मेरो जन्म दिने आमा बाउ चाहिँ यहाँ पत्रीमा हुनुहुन्छ। मेरो आधा परिवार यहाँ धरानमा पनि हुनुहुन्छ अनि उहाँ पाहाडमा पनि हुनुहुन्छ। उहाँ चाहिँ आउनै भएको छैन। हामी त धेरै वर्ष भयो, यता आएको 25-30 वर्षकै लगभग भयो है। तर पनि मैले जाँदाखेरि चाहिँ 5 क्लासको स्कुल थियो, नजिकै थियो लगभग। आउँदाखेरि अलिअलि यस्तो अलिअलि ओह्रालो थियो अनि जाँदाखेरि हल्का अलिकति उकालो पर्थ्यो। तर 5 क्लाससम्म मैले जाँदाखेरि स्कुल थियो अनि मेरो 2टा फुपू थिए अनि उहाँले चाहिँ स्कुल पढ्नु भएन। हाम्रो हजुरबाहरूको चलन के रहेछ भने मैले जाँदाखेरि चाहिँ छोरी चाहिँ हामी पढाउँदैनौँ, हामी छोरी पढाउनु हुँदैन भनेर योजना त्यस्तो उनीहरूको रहेछ बिहा। अनि मेरो बडा ठुलो बाबाको छोरी 2टा र म एकजना चाहिँ बिल्कुलै स्कुल नटेकेको, ट्याक्कै पनि नटेकेको स्कुल चाहिँ माथिबाट हेरेको। त्यो स्कुल चाहिँ एउटा हामीले जान्दा चाहिँ यो खर चिन्नुहुन्छ, खर जान्नुहुन्छ, औ त्यो खरको छाना थियो अनि गाह्रो थियो, माटो ढुङ्गोको गाह्रो थियो। अहिले पनि ढुङ्गोकै गाह्रो होला बिहा हुन चाहिँ, अब धेरै वर्ष भयो नभेटेको। तर अहिले त त्यहाँ 10सम्म भयो स्कुल। अनि त्यो स्कुल मैले त कति योजना गर्थेँ कि त्यो हामी बाख्राकोटा लागेँ सानैदेखि। 7 वर्षदेखि मैले घरको काम गर्थेँ अनि मेरो हजुरबाले भन्नुहुन्थ्यो, मैले भन्थेँ अरू स्कुल गएको देखेर चाहिँ। अनि त्यहाँदेखि मैले के भयो भने हाम्रो पास्टरबालाई भने बाहिर निस्केपछि ल त्यो सानो बाइबल त सबैको हातमा यत्रो बाइबल देखेँ के ठुलो। अनि मेरो हातमा चाहिँ सानो बाइबल थियो, पढ्न त आउँदैन केही पनि। अब पढ्न आउँदैन म के गरौँ भनेर अनि चिन्ता त थियो। अनि तर पनि ठुलो बाइबल आउँदा चाहिँ भूत भागिहाल्छ। मेरो ठुलो शैतानले चाहिँ मलाई छुन सक्दैन, यसले त सानो मात्रै भाग्छ, यो ठुलो राख्छ कि ठुलै भाग्छ भन्ने मेरो दिमाग त्यस्तो भएको मेरो दिमागमा हेर्नु है। अनि मैले भने हेर्नु मलाई पनि ठुलो बाइबल किनिदिनु, यो के हो भनेर मैले सोधेको। यो बाइबल हो। अनि यत्रो बाइबल पाउँछ भने त उहाँ पाउँछ भन्नुभयो एकजना दिदीले। अनि मलाई पनि ठुलो बाइबल किनिदिनु। अनि ठुलो बाइबल किनिदिनु भनेपछि हाम्रो पास्टरले भनेको कतिमा आउँछ अरे भन्दाखेरि 300 रुपियाँ भन्नुभयो होइन। त्यतिखेर आजभन्दा 16-17 वर्ष अगाडि 300 रुपियाँ भन्दाखेरि धेरै पैसा भइहाल्यो है। अनि 300 रुपियाँमा कहाँ बाइबल किन्छौँ, पढ्न पनि आउँदैन केही आउँदैन, 300 रुपियाँमा बाइबल किन्नु के गर्नु भनेर हाम्रो पास्टरले भन्नुभयो। अनि मैले भने होइन म त किनेरै छाड्छु भनेर म यति साह्रो घिचघिच गरिनँ, किन्नै पर्छ भन्ने म यति पछि लागेँ। अनि मलाई केही खान नदिनुहोस् तर मलाई त्यो बाइबल किनिदिनुपर्छ भनेर म पछि गएपछि यति साह्रो लोभ गर्नु भएन। उहाँले किन्नै नसक्ने जस्तो गरेर बल्ल किनिदिनु भयो त्यो बाइबल। अनि बाइबल किनिदिनु भयो। अनि मैले त्यो बाइबल यति साह्रो जतन गरेँ। मेरो छोरा जन्मिएर पनि मैले त्यो छोरालाई भन्दा पनि त्यो बाइबललाई धेरै माया गरेँ। हालेलुया। परमेश्वर यति महान हुनुहुन्छ। उहाँको वचन हामीलाई काट्नुहुन्छ, छाट्नुहुन्छ, हामीलाई तोडताड गरेर हामीलाई तयारी गर्ने यो वचन हो। हालेलुया। यो वचनले चाहिँ हामीलाई वचन हामी पढ्यौँ र यो हल्का छोडिदिउँ भने चाहिँ यो वचनले हामीले केही गर्दैन। तर जब हामीले वचनको गहिराइमा गएर वचनलाई हामीले मनन गर्न थाल्यौँ भने यो वचनले चाहिँ हामीलाई काटकुट गरेर तोडताड गरेर तयारी बनाउँछ। हालेलुया। तातो चिजमा केही बस्न सक्छ त? न झिका बस्छ, न भुसुना बस्छ, न केही नै बस्दैन। हामी नै ठपाठप खान सक्दैनौँ। तर त्यो तातो चिज बनाउने चाहिँ हाम्रो भित्री रूपमा तातो, बाहिर रूपमा तातो, शक्तिशाली बनाउने चाहिँ यही वचन छ। हालेलुया। हामीसँग तातो भयो भने हामी हमेसा ताजा भयौँ र उहाँमा शक्तिशाली भयौँ भने चाहिँ केहीले नि छुन सक्दैन, केहीले नि छुन सक्दैन। हालेलुया। यो वचनले हामीलाई चाहिँ डह्रो बनाउँछ।
अनि मैले सोचेको चाहिँ मेरो सोचले चाहिँ त्यसो भनेको। अनि त्यो बाइबललाई मैले यति साह्रो इम्पोर्टेन्ट दिइनँ मैले। त्यो बाइबल पढ्न आउँदैन थियो, तर मैले के गर्थेँ सर्लक्क खोल्थेँ अनि यसरी राख्थेँ। प्रभु धन्यवाद। तपाईँको छोराहरूले पास्टरहरूले कसै भन्थे, तपाईँको पास्टरहरूले म भन्न पनि जान्दैन थिएँ, तपाईँको पास्टरहरूले त बोल्न नजान्नेलाई बोल्न सिकाउनुहुन्छ, नसुन्नेलाई सुनाउनुहुन्छ, अन्धलाई आँखा दिने परमेश्वर भन्नुहुन्छ। तपाईँ मेरो आँखा दिने, मलाई केही चाहिएन, मलाई बचाउनु भएको छ, मलाई यो बाइबल पढ्न दिनुहोस् भनेर मैले परमेश्वरसँग माग्न थालेँ। प्रभुलाई भने मलाई यो बाइबल सिकाउनु भने यति साह्रो प्रभुमा यति साह्रो भिड्किँदैन, यति साह्रो 3 सालसम्म मैले नन स्टप घोडा टेकेँ प्रभुलाई। बाइबल यो छातीमै फाटो मेरो, पढेर होइन छातीमा राखेर फटाएँ। अनि जब मलाई परमेश्वरले वचन देखाउन थाल्नुभयो, यो वचनहरू मलाई देखाउनु भएको, सपनामा देखाउनुहुन्थ्यो अनि ठ्याक्कै म लेखिहाल्थेँ, बिम्बिन्थेँ त्यतिखेर। अनि मलाई अनि कहिलेकाहीँ म भुलेँ भने पनि फेरि घरिघरि मैले त्यही राति नै मैले देखेर वचन देखाउनुहुन्थ्यो अनि म सुत्थेँ, अनि फेरि बिर्सेँ भने पनि फेरि म सुत्दा फेरि वचन देखाउनुहुन्थ्यो अनि म लेख्थेँ। अनि परमेश्वरले मलाई लेख्न सिकाउनु भयो, पढ्न सिकाउनु भयो, यति साह्रो बाइबल पढ्न सिकाउनु भयो कि यस्तो नाम पनि लेख्न नआउने, अनि नाम लेख्नु पऱ्यो भने पनि मेरो त नआउने। अनि यस्तो थ्याप्ची हो, म औँठी छाप हो, ठ्याक्कै औँठी छाप। अनि मलाई यसरी हेर्नु हुन्थ्यो। अब जवानीमा अब हेर्दा अब राम्रै थिएँ, कालो भए पनि चिटिकै थिएँ होइन, तर यसो हेर्थेँ क्या। अनि नाम लेख्नु पऱ्यो भने यसो यो खोज्ने कलर खोज्नु जाँदाखेरि मुखमा टाउकोबाट तल खुट्टादेखि माथिसम्म हेर्थेँ क्या मान्छेहरूले। अनि त्यो लेख्न नआएको कारणले अनि यस्तो पनि पढ्न आउँदैन रहेछ कि क्या हो भनेर अब नाम पनि लेख्न नआउने कस्तो मान्छे होला भनेर हेरेको होला होइन, तर केही पनि भन्नुहुन्न थियो। अनि म चाहिँ थ्याप्ची हान्थेँ। अनि परमेश्वरलाई महिमा होस्, मलाई यति साह्रो बाइबल पढ्न सिकाउनु भयो। त्यही पनि अझै पनि अलिकति राम्ररी पढ्न त आउँदैन, फेरि पनि मलाई सिक्दैछु, परमेश्वरले मलाई सिकाउनु हुँदैछ। हालेलुया। अनि आज हाम्रो परमेश्वर हामीसँग हुनुहुन्छ। अनि केही कुराको असम्भव छैन उहाँको सामुन्ने। हामी जे माग्छौँ त्यो परमेश्वर दिनुहुन्छ। अनि जे हामी योजना गर्छौँ परमेश्वरले भन्नुभएको छ, बाइबलमा भनेको छ त 1 कदम हामीले चाह्यौँ भने 19 कदम चाहिँ उहाँले नै तयारी गर्नुहुन्छ हाम्रो लागि। हालेलुया। हामीले सिर्फ खोज्ने हो, सिर्फ माग्ने हो, सिर्फ हामीले चाहिँ उहाँलाई तिर्सित हुने हो। प्रभु म गर्न सक्छु, मलाई सिकाउने तपाईँ हुनुहुन्छ, म उठ्छु, तपाईँ उठाउने तपाईँ मसँग हुनुहुन्छ भनेर हामीले उहाँलाई चाहिँ त्यसरी खोज्नुपर्छ। अनि प्रभुले हामीलाई दिनुहुन्छ। हालेलुया। 23 पढ त बाबु। 23ले भन्दछ 21 पढ, 22 पढ एकपल्ट। 22ले भन्दछ तर वचन पालन गर्ने हो, आफैलाई धोका दिएर सुन्ने मात्र होइन। 23ले भन्छ किनभने यदि कसैले वचन सुनेर त्यस बमोजिम गरेन भने त त्यो आफ्नो स्वाभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो मात्र हो। हालेलुया। म मेरै गवाईबाट हजुरलाई भन्दैछु, मैले पनि के गरेँ भने त्यो बाइबल दिनुभयो अनि मैले चाहिँ त्यो बाइबललाई चाहिँ त्यही झोलामा राख्ने, सिरानीमा राख्ने मैले गरेर चाहिँ ल मलाई पढ्न आउँदैन। अनि मेरो गवाईहरू छ यहीँ, मेरो आफ्नै मान्छे, मेरो बाबामा अझै पनि जीवितै हुनुहुन्छ प्रभुको कृपाले। उहाँले प्रभुलाई जान्नुभएको छैन, मैले भनिरहेको छु, दला भन्नुहुन्छ तर आउनुभएको छैन। तर पनि मेरो बाबा मम्मी सबै हुनुहुन्छ, मेरो खानदानी परिवार हुनुहुन्छ, तर पनि म नपढेको भनेर सबैलाई गवाई छ। अनि त्यो बाइबल मैले यत्रो बाइबल दिनुभयो है, त्यो बाइबलले चाहिँ मैले के गरेँ भने मलाई पढ्न आउँदैन भनेर कि ब्यागमा हिँड्दाखेरि ब्यागमा राख्ने, सुत्दाखेरि सिरानीमा राखेको थियो भने अहिले म पढ्न सक्थेँ त, कहाँ सक्थेँ त, म सक्दिनँ फेरि। तर मैले के गरेँ भने मलाई यो सानो होइन ठुलो चाहिन्छ भनेर जिद्दी गरेर ठुलो लिनु, अनि मैले जबरजस्ती म खोज्नु। परमेश्वरले भन्नुभएको छ तँले माग यस्तो तँलाई म दिनेछु भनेर परमेश्वर हामीसँग भएको कारण सुनेको कारणले मैले मागेँ। जसरी मैले ढिटको साथ मागेँ प्रभु मलाई दिनैपर्छ, मलाई बाइबल पढ्नै पर्छ, मैले यो बाइबल बुझ्नै पर्छ, यो बाइबल मैले पढेर सुन्नै पर्छ म आफैले भनेर मैले यति साह्रो प्रभुसँग मैले खोज्न थालेँ। परमेश्वरलाई धन्यवाद होस्। अनि के भनेको छ हामी जब पढ्छौँ तब हजुरहरू त धेरै पढिसक्नु भएको, मास्टरी नै भन्नुपर्छ मेरो लागि चाहिँ, तपाईँहरूले मेरो लागि चाहिँ यति चर्को पढ्नुभएको छ। पढेर यो वचनद्वारा हामीले जिउँ भने चाहिँ यति असल हुन्छ कि, यति आनन्द पाइन्छ कि, यति शान्ति पाइन्छ कि हाम्रो सबै कुराबाट हामी आनन्द, त्यो स्वतन्त्र, त्यो महिमाको साथ हामी हिँड्न सकिन्छ। हालेलुया। अनि त्यस्तै जसरी अब आज हामीले कतिजनाले ऐना हेऱ्यौँ होला त हिँड्ने बेलामा,
हेरी मलाई नि है कसरी तर ऐना हेरेर हजुरको मुख चेहराहरू कसरी कता मिलेको छैन कि कसरी मिलेको छैन त्यो हामी हेरिन्छ होइन हामी यस्तो रहेछौँ तर हामी फट त ऐना राखेपछि हाम्रो आफैले आफै बिर्सिन्छ के तर प्रभुले हामीलाई परमेश्वरले चाहिँ हामीलाई कहिले पनि बिर्सिनुहुन्न अनि हामी प्रभुमा रहेकोले चाहिँ हामी त्यो यति साह्रो त्यो पुरा गइसकेपछि नि अर्कै आनन्द हामीसँग आइसकेको हुन्छ यति साह्रो आनन्द आएको हुन्छ कि उहाँको कृपा हामीसँग भइसकेपछि त्यो ऐना बिर्सिन्छ ऐना त छोडिन्छ तर हामी आफैले आफै बनेको आफैलाई थाहा हुन्छ हालेलुया परमेश्वरलाई महिमा होस्। अनि त्यसको पढा त नानी यसले भन्दछ किनभने यदि कसैले वचन सुनेर त्यस बमोजिम गरेन भने त यो आफ्नो स्वाभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो मात्र हुनेछ। कुनै मानिसले मानिसले वचन सुन्छ र तर पालन गर्दैन भने त्यो एउटा यस्तो मानिस के भनेको छ मानिस जस्तो हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। अनि 24 गर्दा किनकि त्यसले आफूले आफूलाई देख्दछ र आफ्नो बाटो लाग्छ तर कस्तो किसिमको मानिस थिए भने तुरुन्तै बिर्सिहाल्छ। हालेलुया। यो संसार यस्तो अहिले यो संसार ऐनै हो। यो संसार कतिखेर पनि उलट पुलट हुन्छ कतिखेर पनि प्रभुको आगमन हुन्छ परमेश्वरको नजिकको समय आएको छ है। त्यही भएर हामी ऐनामा हेरेर आफैलाई बिर्सु जस्तो हुनु हुँदैन। वचन पढेर हामी दरिलो अनि शक्तिशाली हुनको लागि चाहिँ बाइबल पढ्नुहोस् आफैले आफै सुधार ल्याउनुहोस् आफैले आफै शक्तिशाली बन्नुहोस् अनि आफै नै जानुहोस् म जस्तै जानुहोस् प्रभुसँग जानुहोस् प्रभुलाई भन्नुहोस् कहाँ आफू कमजोर छु सिर्फ प्रभुलाई थाहा छ हजुर म कहाँ कमजोर छु प्रभुलाई थाहा छ अनि म आफैलाई थाहा छ म कहाँ कमजोर छु भनेर। चोरले चोरेको छुइनँ भन्छ है जति कुटे पनि म चोरेको छु भन्छ त भन्दैन नि तर त्यसले के गर्छ उसले चोरेको छ भने उसलाई थाहा छ उसैलाई थाहा छ नभनुन्जेल होइन उसले उकाल्दैन नदेखुन्जेल त्यो चोर उसैलाई थाहा हुन्छ। त्यही भएर हामी परमेश्वरको छोराछोरी के हुन्छ बाइबल पढ्ने आफैले जान्ने आफै डरो बनिने। हालेलुया। अनि यहाँ के भनेको छ म पनि पढ्छु किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। हालेलुया। हालेलुया। प्रभु हजुरको वचन र हजुरले बाइबल पढ्नु भएर मैले पनि पढेको मैले जाने कि जानिनँ हो त्यसरी जानिन्छ जब वचन हामी पढ्छौँ नि त्यसरी नै हामीले परमेश्वरले नयाँ बनाउनुहुन्छ। हालेलुया। आज यहाँ धेरै छ प्रभुलाई महिमा होस्। अनि फेरि फेरि पढ 25ले भन्दछ तर जसले स्वतन्त्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हिँड्दछ र सुनेर नबिर्सिने भई काम गर्ने समेत भएर त्यसैमा लागिरहन्छ त्यही मानिसले उसको काममा स्याबासी पाउनेछ। आमेन। हालेलुया। अनि हाम्रो परमेश्वरले चाहिँ हामीलाई हमेसा उहाँको शरणमा गएको मन पराउनुहुन्छ। आज हामीले छोराछोरी जन्माएको छौँ हामी आमाहरू छौँ है उहाँ आमा हुनुहुन्छ आमाले पनि त असल छोराछोरीले माया गऱ्यो भने अनि नजिक आएर आमा कस्तो छ के छ भन्नुभयो भने आमा कति खुसी हुनुहुन्छ होइन। अनि मेरो छोराले कति ध्यान दियो मेरो छोरीले कति ध्यान दिन्छ मलाई भनेर आमा कति हर्षित हुनुहुन्छ होइन। हाम्रो परमेश्वर पनि त्यस्तै हुनुहुन्छ उहाँमा वचन पढ्ने उहाँमा मनन गर्ने उहाँलाई हामी खोज्ने उहाँको हामीले दानिएलले के गर्यो दानिएलले बाइबलले भन्छ दानिएल 3 मा 3 पल्ट प्रभुको शरणमा जानुहुन्थ्यो क्या जान्थे। जब दानिएल 3 पल्ट जाँदाखेरि ऊ बाघाको खोरामा जाँदा पनि बाघले उसको खुट्टा चाट्यो उसलाई केही गरेन। हालेलुया। जब उसलाई लाइदिने मान्छे जाँदा चाहिँ उसको हड्डीसम्म राखेन भनेको छ बाइबलले। त्यही भएर हामी उहाँ जति हामी प्रभुसँग नजिक गयो त्यति हामीले परमेश्वरले हामीले के गर्नुहुन्छ शक्तिशाली बनाउनुहुन्छ अनि हाम्रो जीवनमा केही नै हुन सक्दैन। हामी डरो छौँ खम्बा एउटा डरो खम्बा एउटा घरमा बाउ चाहिँ डरो भयो भने छोराछोरी परिवार कति आनन्दित हुन्छ कति खुसी हुन्छ होइन कति त्यो एउटा छत्रछाया हुन्छ नि त उहाँको छत्रछायामा हामी छौँ भने चाहिँ हामीलाई केही नै हुँदैन। के भन्छ भोजन संहिताको 23ले त्यो 1को वचनले भन्दछ असल गोठाला हामीसँग हुनुहुन्छ त्यो गोठाला हामीसँग भएको कारणले हामीलाई केही नै फरक पर्दैन केही नै हुँदैन। आफ्नो सृजनता आफूसँग के भन्छ अघि फर्स्टमा के भन्नुभयो फर्स्टले के भनेको मेरो प्यारा भाइ हो तिमीहरूले यस कुरामाथि विचार गर
तर हरेक मानिस सुन्नलाई छिटो, बोल्नलाई ढिलो र रिसाउनलाई धिमा होस्। हामी चाहिँ एउटा परमेश्वरको जनहरू, परमेश्वरको छोराछोरी हामी चाहिँ एउटा उदार हुनुपर्छ। उदार गर्ने के भन्छ एउटा 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 त्यो एउटा चाहिँ असल बनि नै पर्छ। कस्तो भने बोल्नमा कसैले फ्याट्टै हामीले भन्दैछ भने पनि, परिवारमै पनि हामी भनामन हुँदैछ भने पनि एकछिन धैर्य गर्नुपर्छ। आफूभन्दा ठुलोले बोल्दै गरेको कुराहरूलाई सुन्ने, पहिला चुप्प लगाएर सुनिराख्ने, अनि कुन कुरामा मिल्दैन त्यो कुरालाई बोल्ने। नभए कस्तो कुरामा हामीले गल्ती गऱ्यो भने पनि सरी भन्न सिक्यो भने झन् उत्तम हुन्छ हाम्रो परिवारमा पनि, होइन। अनि सामनेवालादेखि लिएर बाटोघाटोमा हिँड्दै गर्दा पनि कसैले अब हामी एउटा प्रभु छोरी जस्तो भनेर हामीले देखेको हुँदैन, होइन। तर पनि हामी आफैले चाहिँ कुराले, हाम्रो शब्दहरूले चाहिँ, हाम्रो व्यवहारले चाहिँ उतार्नुपर्ने हुन्छ। हालेलुया। त्यही भएर कसैले बोल्दैछ भने त्यसलाई धैर्य गरेर सुन्ने, अनि 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 राम्रो भाषाले एउटा नर्मताको हिसाबले हामीले उदार के अरे त्यसलाई सम्झायौँ भने चाहिँ हामीले के गर्छौँ, एउटा हामी प्रभुको चिनारी हुन्छ। हालेलुया। त्यही भएर 25 पढ्यो होइन, पढे 26 पनि पढ। 26ले भन्दछ, यदि कोही मानिसले आफूलाई भक्त सम्झेर 25 पढ एकपल्ट। 25ले भन्दछ फेरि, तर जसले स्वतन्त्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ र सुनेर नबिर्सिने भई काम गर्ने समेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा स्याबासी पाउनेछ। आमेन। यहाँ चाहिँ मेरो बाइबलमा के भन्छ भने, तर त्यो मानिस जसले स्वतन्त्रता दिने शुद्ध व्यवस्थालाई हेर्छ र त्यसैमा लागिरहन्छ, अनि सुनेर बिर्सिहाल्दैन त के भन्छ, बिर्सिहाल्ने होइन तर काम गर्ने पनि हुन्छ, त्यसले चाहिँ आफैले गरेको काममा आशिष पाउनेछ। मेरो बाइबलमा अलिकति अर्को बस्छ, यो बाइबलमा अलिक अर्को बस्छ। अनि हामी के पाउने रहेछौँ, आशिष पाउने रहेछौँ। परमेश्वरको वचनलाई हामीले पालन गऱ्यौँ भने, परमेश्वरको वचनलाई सुनेर हामीले त्यसलाई घोर तरिकाले हामीले आत्मामा राखेर हामी त्यो वचनद्वारा हामी लिनु भने चाहिँ के हुनेछ, आफैले गरेको काममा आशिष भनेको मतलब हामीले बिजनेस गर्दैछौँ भने, हामीले चलाउँदै गरेको हामी के भन्यो यहाँ सुन्नु, म चामल ल्याउँछु र प्रार्थना गर्छु नि, डब्बामा खनाउँदै गर्दा आशिष बोलेर त्यो चलाउनु थाल्छु नि, त्यो चामल मेरो बढ्छ के, तेल बढ्छ। अरूहरूले भन्नुहुन्छ 1 हप्ता पनि म तेल 4-5 दिन पनि म आधा तेल पुऱ्याउँदिनँ भन्नुहुन्छ क्या। अनि म अचम्म लाग्छ, म 2 लिटर तेलले महिना पुऱ्याइदिन्छु। परमेश्वरले त्यसरी आशिष दिनु त, पहिला हामीले सामान ल्याउँदै गर्दा पनि आशिष दिने, हिँड्ने बेलामा पनि हामी प्रार्थना गर्ने, आएर लिएको सामानलाई पनि आशिष बोल्ने गर्नुहुन्छ। हामी पास्टरले नि बोल्ने होइन, अब आशिष हामी आफैले बोल्ने हो। आशिष हाम्रो कामलाई नि प्रभुले आशिष दिने हो। हालेलुया। अनि एउटा घरमा ठुलो मान्छे हुनुहुन्छ भने उहाँलाई प्रार्थना गर्नुहोस्, अब आफै प्रार्थना गर्नुहोस्, आफै भन्नुहोस्, प्रभु यो ल्याउनमा जुटाउनु भयो, प्रभु तपाईँलाई धन्यवाद, मेरो घरको किचनको रासन पानी जति पनि यो ल्याउनु भएको, जुटाइदिनु भएको चिजलाई तपाईँले आशिष गर्नुहोस्। त्यो हाम्रो काम हो, न्याय। अब हामी फेरि आफैले आशिष गर्नु दिने परमेश्वरले आशिष। हालेलुया। 26ले भन्दछ, यदि कोही मानिसले आफूलाई भक्त सम्झेर आफ्नो जिब्रोमा लगाम लाउँदैन तर आफ्नो हृदयलाई धोका दिन्छ भने त त्यस मानिसको धर्म व्यर्थक हो। हामी परमेश्वरमा आएर पनि हामी आफैले परिवर्तन भएन भने चाहिँ, अनि यस्तो संसारकोले हेर्दा के भन्छन्, ए यो प्रभु भएर पनि के गर्नु, हस्पिटल गएकै छ, त्यसको वातावरण भाषा बदलेको छैन, त्यसको खाइजुवाइ बदलेको छैन, त्यो के भएर फरक भन्ने हुन्छ। त्यही भएर हामीले होसियारी, हामी प्रभुको जन्म चाहिँ होसियारी नै हुनुपर्ने हुन्छ। होसियारीको साथ एकदम बोल्नमा पनि होसियारी, चल्नमा पनि होसियारी, खानामा पनि। प्रभुको बाइबलले भन्छ बस्न पायो भने फ्याट्टै नबस्, बोल्न पायो भने फ्याट्टै नबोल भनेको कारण नै यही हो। हालेलुया। त्यही भएर हामीले हरेक कुरामा हामीले सतर्क, आफ्नो पहिलो प्रथम चाहिँ हाम्रो जिब्रोलाई नै कन्ट्रोल गर्नुपर्छ। हालेलुया। हालेलुया। 27 पढ्दा त एकपल्ट छोरो। 27ले भन्दछ, हाम्रा पिता परमेश्वरद्वारा चोखो र शुद्ध भनी स्वीकारिएको धर्म टुहुराहरू र विधवाहरूको सङ्कष्टमा तिनीहरूको हेरचाह गर्नु अनि आफैलाई संसारका प्रदूषणबाट जोगाएर राख्नु नै हो।
हालेलुया। प्रभु येशू तपाईँलाई म धन्यवाद दिन्छु। अनि हेर्नुहोस् त यहाँ के भनेको छ विधवाहरूलाई फेरि पढाएको छ र हाम्रा पिता परमेश्वरद्वारा चोखो र शुद्ध भनी स्वीकारिएको धर्म टुहुराहरू र विधवाहरूको सङ्कष्टमा तिनीहरूको हेरचाह गर्नु अनि आफैलाई संसारका प्रदूषणबाट जोगाएर राख्नु नै हो। हाम्रो शरीर चाहिँ त्यो के भन्छ एउटा अन्डा जस्तै हो हाम्रो शरीर। जसरी अन्डा बजारबाट ल्याइन्छ अनि सल्लाह यो फुट्छ है भनेर अलग उच्च ठाउँमा टक्क राखिन्छ नि, हाम्रो शरीर हामी प्रभुको जनले चाहिँ यसरी नै जोगाउनु पर्ने हुन्छ। हाम्रो हरेक चिजमा हाम्रो बाइबलले भन्छ तैँले सोच्नुभन्दा पनि पहिल्यै तैँले पाप गरेको भनेको छ है। तैँले यो सोचेर दिमागमा सोचिस् पाप गरिस् भनेको छ। तर हामीले सोचाइमा पनि परिवर्तन हुनुपर्छ, बोलाइमा पनि परिवर्तन। एकदम हामीले पहिलो प्रथम त हामीले अझ जिब्रोलाई नै कन्ट्रोल गर्नुपर्छ। हालेलुया। परमेश्वरलाई धन्यवाद होस्। मैले आज पर्सन त धेरै नै परिचय मलाई दिनुभएको थियो। र आज हितोपदेश 10को 16मा पढाएको छु। हितोपदेश 10को 16ले भन्दछ, धर्मीले कमाएको ज्यालाले उसलाई जीवन दिन्छ, तर दुष्टको कमाइले त्यसमाथि दण्ड ल्याउँछ। अहिले के भन्छ हामी धार्मिक त भएको कुराहरूलाई चाहिँ थोरै चिजमा आशिष हुन्छ भने यो अहिले संसारको मान्छेले जति कमाएको छ तिनीहरूकोमा आशिष छैन। तर उनीहरूमा आएर हामीमा के कम छ भन्छ नि। तर परमेश्वरले चाहिँ हामीलाई आशिषको सन्तान हो। हामी थोरै चिजमा पनि उन्नति हुनेछ। त्यही भएर यहाँ भन्दा भोजन सङ्घको 34को 13ले के भनेको भन्दा भजन सङ्ग्रह 34को 13ले भन्दछ, आफ्नो जिब्रोलाई खराबीबाट र तेरो ओठलाई झुट बोल्नबाट अलग राख। हालेलुया। परमेश्वरलाई धन्यवाद होस्। अनि फेरि एकदम यो वचनहरू चाहिँ अनि हामीले आज जति पनि हामीले प्रभुको जनहरूमा चाहिँ परमेश्वरले भन्नुभएको छ हाम्रो फेरि यीशु मसीहले भन्नुभएको छ एउटा स्त्रीलाई चाहिँ व्यभिचार गर्दै गरेको बेला पक्रेर ल्याउँछ है। पक्रेर ल्याउँदाखेरि त्यसलाई के भनेको छ भने सबैले ढुङ्गा हान्ने योजना गरेको थियो, मार्ने भनेको थियो होइन। तर परमेश्वर यीशुले चाहिँ भन्नुभयो कसैले पाप गरेछ नि त्यसले चाहिँ पहिला हान भन्दाखेरि सबैजना भागे अनि भयो। त्यो स्त्री र उही यीशु मात्रै रहनु भयो। अनि त्यसलाई भन्नुभयो अब तैँले तेरो पापलाई क्षमा भइसकेको छ, अब दोबारा गर्ने पाप नगर भन्नुहुन्छ नि, पाप नगर भन्नुभयो। अनि त्यसले गई स्वतन्त्र भएर गई। आज हामी पनि हरेक हामीले बोल्दा हामी त उता व्यभिचार गरेर पक्रेर पाप गरियो अरे। तर हामी त कसैले त्यो व्यभिचार गरेर हामी पापी भएको त होइन नि। तर हाम्रो चाहिँ पुर्खाबाट आएको रगतै हाम्रो पाप हो क्या। हाम्रो पापले गर्दाखेरि चाहिँ हाम्रो बोली फटसे बोल्ने अनि फटसक चाहिँ मान्छेलाई जवाब दिने कुराहरूमा हाम्रो जिब्रोलाई हामीले लगन लगाएन भने के हुन्छ भने हामीले पापै गरेको हुन्छ, हामीले गलतै गरेको हुन्छ। त्यही भएर हामीले बोली शब्दहरूलाई चाहिँ हामीले कन्ट्रोल गऱ्यौँ भने चाहिँ हाम्रो पापबाट हामीले मुक्त पाएको छोराछोरीमा चाहिँ हामीले के हुन्छ स्वतन्त्र हुन्छ। अनि त्यो हामीले आशिषित हुन्छ। अहिले के भन्छ आफ्नै काममा हामीले आशिष पाएको छौँ। हालेलुया। अनि फेरि भजन संहिताको 1को 3ले पनि के भन्छ पढ त बाबु। खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो रीतिमा फल दिन्छ अनि जसको पात कहिल्यै ओइल्याउँदैन। त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। धन्यवाद परमेश्वर। हामी चाहिँ खोलाको किनारमा रोपेको बोट जस्तै हो। हामी कहिले ओइलिने पात जस्तो होइन। हामी चाहिँ फल दिने हो। हामी चाहिँ फल दिनै पर्छ। हाम्रो जीवनबाट चाहिँ हाम्रो प्रभुको जनबाट चाहिँ फल देखिनै पर्छ। हालेलुया। हस्पिटल नजाउँ भन्दा पनि हस्पिटल जानै पर्ने हुन्छ। अनि के भन्छ नबोलौँ भन्ने कुरा पनि बोल्नुपर्ने हुन्छ। त्यही भएर के यो विश्वासी भएर पनि के गर्नु त्यस्तै छ, त्यस्तै भाषा छ, त्यस्तै दबाई पानी गरिरहेछ भन्छन् कि। त्यही भएर हामी चाहिँ अलिकति परिवर्तन गर्छ यो वचनद्वारा। अनि यसरी भोजन संहिताको 49को 1ले भन्छ भन्नुपर्नुहोस् त भाइ। हालेलुया। परमेश्वरले हामीलाई धेरै आशिष दिनुभएको होस्। अनि आज त्यो वचन त धेरै छ तर पनि 39को 1ले भन्दछ, मैले भनेको थिएँ म आफ्नो चालचलनमा होसियार हुन्छु र मेरो जिब्रोद्वारा मैले पाप गर्न नपरोस्। जबसम्म दुष्ट मेरो सामने रहन्छ तबसम्म मला लाएर म आफ्नो मुख बन्द गरिराख्नेछु। हालेलुया। हालेलुया। आफैले आफै बनाउने कुरा हो है। आफैले सतर्क हुने कुरा हो। हामीले जब हामीले आफैले तयारी गऱ्यौँ भने केहीले नै छुन सक्दैन। न त यहाँ सुन्नु न, आज हामीसँग बसेर झगडा गर्न आउँछन् अनि आउँदै गर्छन् अनि
चाहिँ भनौँ ल भनेर आउँछन् कि तर ल मुलुक्क भएर जान्छन्। भाइहरू पनि हुनुहुन्छ, अस्ति सङ्गातीको दिनमा पनि है लालक मुलुक्क भएर फर्कियो अनि डिस्टर्ब हुन्छ यहाँ त्यहाँ भन्ने निस्क्यो। तर परमेश्वरले लालक मुलुक्क बनाएर सडक बोल्नै नजिकतिर फर्काएर लानुहुन्छ। अनि पछाडि 3-4 दिनमा आएर अनि फेरि अनि हाम्रै काम सोध्न जान्छ। किन? हामीसँग प्रभु भएको कारणले। हालेलुया। हामी डर भयौँ भने प्रभुको हामी उपस्थितिमा हमेसा छौँ भने चाहिँ नि जस्तो गोली आए पनि के अरे छुन सक्दैन कि। हामीलाई तरबार आए पनि त्यो तरबार हाम्रो लागि टच गर्न सक्दैन कि, फर्किन्छ। हालेलुया। जमिनमा हामीलाई इटेरीबाट खोइ कहाँबाट गुन्डा लगाएको अरे, धेरै ठाउँबाट गुन्डा लगाए मार्नलाई। तर के गर्नु, त्यो गुन्डा भन्दा उपगुन्डा हामीसँग हुनुहुन्छ। हालेलुया। हाम्रो पासमा उहाँ महान गुन्डा त हामीसँग हुनुहुन्छ त होइन? महान परमेश्वर, यो सारा सृष्टिकर्ता उहाँले यो सबै सृष्टि बनाउने हामीसँग हामीसँग भएपछि त्यस्तो त्यो गुन्डाले के गर्न सक्छ र? त्यो गुन्डालाई त तगालाउने हाम्रो प्रभु हामीसँग हुनुहुन्छ। हालेलुया। र के भनेको छ, आफ्नो जिब्रोलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ अनि प्रभुमा हामी डरो बनिनुपर्छ। हालेलुया। हालेलुया। अनि परमेश्वर हामीसँग हुनुहुन्छ। फेरि पनि एकपल्ट त्यही वचन पढ्नुहोस् त, 39:1। मैले भने थिएँ म आफ्नो चालचलनमा होसियार हुन्छु र मेरो जिब्रोद्वारा मैले पाप गर्न नपरोस्। जबसम्म दुष्ट मेरो सामने रहन्छ तबसम्म महला लाएर म आफ्नो मुख बन्द गरिराख्छु। त्यो दुष्ट यहीँ हुन्छ। हामी पति पत्नीको होस्, परिवारमा होस्, हामी भित्रसम्म पनि बाहिर बसेको हुन्छ दुष्ट। कहिले पनि यहीँ टाढा छैन। हामी प्रभुको जन भनेर कहाँ कहाँ बस्दैन, यहीँ बस्छ। उता अन्य जातिमा भन्दा पनि हामीलाई पहिला दुष्टले हेरिरहन्छ। कसरी दाउ पारौँ, कसरी यसलाई छाप पारौँ, कसरी यसलाई पक्रेर बटारौँ, त्यही मात्रै खोजेको हुन्छ क्या। त्यही भएर दुष्ट चाहिँ त्यही हुन्छ। कैन र हाबिलको कैनसँग किन दुष्ट के अरे दुष्टसँगै थियो अनि हाबिलसँग प्रभु यीशु हुनुहुन्थ्यो। अनि कैन र हाबिलको भेटीलाई चाहिँ प्रभुले के गर्नुभयो त? उसले चाहिँ यति साह्रो क्रोधित, उसले चाहिँ के गर्थ्यो भने के अरे टुक्रा टाक्री उब्री पाब्रीको पैसा चाहिँ उसको भेटी चाहिँ लगेर राख्नको कारणले गर्दा प्रभुले ग्रहण गर्नु भएन होइन। त्यही भएर हाम्रो शरीरलाई चाहिँ के गर्छ, निखोट प्रभुमा जानुपर्छ। हामीसँग गल्ती हुन्छ नि। अब हामी संसारमा छौँ, दुनियाँमा छौँ, यो हरेक कुरामा छौँ, हामीसँग त गल्ती हुन्छ नि। तर पनि हामी हमेसा प्रभुमा गइराखो वचनलाई मनन गरिराखो भने चाहिँ के हुन्छ भने हामी तोडताड वचनले हामीले के गर्छ, तोडताड पाएर काटकुट बनाएर हामीले तयारी प्रभुले हामीले बनाइहाल्छ। एकअर्कालाई हामीले के भयो नि मैले भनेर हामी समर्पण भइहाल्नुपर्छ। अनि तर जानेर जानी चाहिँ हामीले गल्ती गर्नुहुन्न। जानी भए चाहिँ लाचारी भए चाहिँ प्रभुले केही गर्नुहुन्न। हामीले भुलचुकमा हामीसँग बोल्नमा गराइमा काहीँ मिस्टेक भयो भने हामी समर्पण प्रभुमा हुने बित्तिकै हामीले के गर्छ, प्रभुले हामीलाई नयाँ बनाइहाल्नुहुन्छ। हालेलुया। अनि कैनलाई त्यहाँ माया गर्दिनँ म तँलाई, तैँले के यस्तो थोत्रा थात्रो ल्याइस्, के भन्छ खाएका उब्रे पाब्रेको ल्याइस् भेटी भनेर कैनलाई त्यहाँ नराम्रो भन्नु भएर प्रभुले त्यहाँ परमेश्वरले के भन्नुभएको छ, तँ पनि त मेरै छोरा होस् नि। हाबिल मात्रै मेरो छोरा हो र। ऊ हाबिलको भेटीलाई चाहिँ प्रभुले तुरुन्तै ग्रहण गर्नुभयो होइन। उता के भन्छ कैनको लागि चाहिँ ग्रहण गर्नु भएन भनेर हाबिलको लागि चाहिँ ग्रहण गर्नुभयो, मेरोलाई चाहिँ गर्नु भएन भनेर गुनगुन गऱ्यो उसले है। उसले यति साह्रो रिसायो। उसले रिसाउँदै गर्दाखेरि प्रभुले के भन्नुभयो, परमेश्वर डाइरेक्ट बोल्नुभयो। हाबिलसँग बोल्नु पर्ने त, भेटी ठुलो दिनेसँग बोल्नु भयो त, राम्रो दिनेसँग बोल्नु पर्ने त, किन कैनसँग बोल्नुभयो? परमेश्वर बोल्नुहुन्छ। हामी जब गल्ती गर्छौँ नि, आफूलाई जब रिलाइज आउँछ नि, ला मैले गल्ती गरेँ भनेपछि त्यो प्रभु बोलेको डाइरेक्ट, ए छोरा मैले गल्ती गरिस् नि आज मसँग आइज प्रभु भन्नुहुन्छ। जब हाम्रो मन मस्तीमा हाम्रो गल्तीको महसुस हुन्छ नि, तब मैले गल्ती गरेँ प्रभु मलाई क्षमा गर्नु भनेर प्रभुपट्टि फर्क्यौँ भने चाहिँ परमेश्वरले के भन्छ, तुरुन्तै अनुग्रह गर्नुहुन्छ। उहाँको अनुग्रहले हामी पवित्र भइहाल्छौँ अनि हामी त्यसमा फेरि शक्तिशाली भइहाल्छौँ। हालेलुया। त्यही भएर बोल्नमा होसियारी के भन्छ, फर्स्टमा के भनेको, फर्स्टमा सुन्नमा छिटो बोल्नमा रिसाउनमा त झन् धेरै धिमा। रिसाउनै हुन्न, रिस त उठ्छ तर रिसलाई कन्ट्रोल चाहिँ हामी आफैले गर्नुपर्छ। हालेलुया। हालेलुया। अनि त्यही भएको कारणले के हुन्छ भने परमेश्वरलाई धन्यवाद होस्। अनि कैनसँग भन्नुभयो, ए रिस नगर,
रिस नगर, तेरो पछाडि नै शैतान छ होइन, रिस गर्ने वस्तु छ, रिस नगर भनेर कैनलाई परमेश्वरले स्वयं बोल्नु हुँदै थियो। भन्दा भन्दै उसको रिसलाई कन्ट्रोल गर्न नसकेर उसले तुरुन्तै भाइलाई बोलाएर लगेर मारिहाल्यो। हेर्नुहोस्, रिसले त यति साह्रो गहिराइमा लान्छ कि मृत्युमा ल्याएर, मृत्युले कहाँ लान्छ? नर्कमा। त्यस्तो हुन्छ। त्यही भएर यति साह्रो बाइबलमा मैले वचन त्यही भने त मैले पढेको छैन, नपढेको कारणले गर्दा धेरै वचनहरू मलाई त्यस्तो ठ्याक आउँदैन, तर मैले बाइबलको वचन धेरैपल्ट मैले पढिसकेको छु है। तर मैले के भन्छु, वचनमा यति साह्रो बाइबलमा भनेको छ कि रिसलाई चाहिँ धेरै हामी प्रभुको जन्म चाहिँ कन्ट्रोल गर्नुपर्छ, नभए आशिष छैन हाम्रो जीवनमा। तनाव हुन्छ जीवनमा, गरिबी, दुःख, कष्ट, क्रोधित 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 एउटा बोटलाई उम्रिँदै गरेको एउटा बिरुवालाई चाहिँ तपाईँले एउटा डोरी लगाएर बाँड्नुभयो भने उसले दिनदिनै त्यो डोरीभित्र जान्छ अनि बाहिर यसरी पस्किजान्छ। हो त्यस्तो क्रोध हुँदै जान्छ हाम्रो। तर एकअर्कामा हामीले क्षमा माग्ने काम गर्नुपर्छ। अनि हामीले चाहिँ स्वतः आफ्नो मुखलाई कन्ट्रोल गर्नुपर्छ, दिमागलाई कन्ट्रोल गर्नुपर्छ, आफूभन्दा ठुलोलाई आदर गर्नुपर्छ, अनि गल्ती भएको कुराहरूलाई सरी माग्न सिक्नुपर्छ। त्यसमा हामी यति उन्नति हुन्छ, आशिषित हुन्छ। अनि जब हाम्रो घरमा मिलमिलाप हुँदै जान्छ, जब हाम्रो घरमा स्वतन्त्र हुन्छ, तब हाम्रो घरमा आशिषले काम गर्न थाल्छ। हालेलुया। यति राम्रो दुई भाइ छोरा थिए। आदमको एकता बाउबाट भागेर गएको थियो है, एउटा जङ्गलमा बसेर मिहिनेत गर्दै गरेको बेलामा प्रभुले दुईवटा छोरा दिनुभयो। त्यहाँ गएर छोरा पनि एकअर्कामा मारामार गर्छ। त्यहीँदेखि यो पाप बढेको हो आदमीमा। एक त हावाबाट पाप भन्छन्, एक त फेरि ज्यान मारेकोमा त्यसबाट त्यो खुनबाट हामीलाई पापले हामीलाई पछ्याएको कारणले गर्दाखेरि चाहिँ हामी प्रभुमा जानेका छौँ। हाम्रो यीशु ख्रीष्टको रगतले हामी धुएका छौँ। त्यही भएर चाहिँ हामीले चाहिँ स्वतन्त्र आउनुपर्छ। आफ्नो मुखलाई, पहिलो नम्बर मुखलाई हामीले जिब्रोलाई कन्ट्रोल गर्ने, अनि दोस्रो नम्बर के गर्ने? बाइबलको वचनलाई मनन गर्ने। जब वचनलाई मनन गर्दै हामी वचनमा गहिराइमा जान्छौँ भने चाहिँ हामी के हुन्छौँ? नयाँ भएर हामी आशिषित हुनेछौँ। हालेलुया। अनि फेरि मैले एउटा याकुबकै फेरि 3:2 पढ त बाबु। याकुबको 3:2 भन्दछ, किनभने धेरै कुरामा हामी चुक्दछौँ। जो मानिस वचनमा चुक्दैन त्यो आफ्नो सारा शरीरमा पनि लगाम बस्न सक्ने सिद्ध मानिस हुन्छ। हालेलुया। मेरो त हाम्रो मुखले यहाँ सुन्नु है, अब म स्पष्ट भन्दछु। म पनि पहिला सुरुमा विश्वास हुँदाखेरि ठ्याक्कै बोलिदिइहाल्थेँ क्या। रिस उठ्यो भने ब्याङ्गै बोलिदिइहाल्ने। अनि मैले बोल्थेँ, अनि मैले बोल्दै गर्दाखेरि चाहिँ के हुन्थ्यो भने म आफै बिरामी हुन्थेँ क्या। यस्तो बिरामी हुन्थेँ कि एकदम सिकिस्त हुन्थेँ। अनि म फेरि बिरामी भएर सुत्थेँ। अनि प्रभुलाई मैले धन्यवाद दिन्थेँ। म आफैले मैले गल्ती गरेँ, मैले नराम्रो बोल्नु नहुने कुरा मैले बोलेँ प्रभु भनेर म आफैले प्रभुमा क्षमा माग्थेँ। अनि म आफै चङ्गाइ हुन्थेँ। हालेलुया। त्यही भएर हामीले बोलीले, अनि जब हामीले हामीलाई बोलीमा जिब्रोलाई हामीले कन्ट्रोल गऱ्यौँ भने के हुन्छ? हाम्रो शरीर पनि कन्ट्रोल हुन्छ। हालेलुया। जब हामीले जिब्रोले बोल्छौँ अनि हामी शरीरले दुःख पाउँछ। शरीरले दुःख पाउनु किन? हामी बिमारी आउन थाल्छ, रोग आउन थाल्छ, कष्ट आउन थाल्छ, गरिबी आउन थाल्छ। अनि आएपछि त्यो जस्तो रोग चाहिँ के भएर धेरै ठुलो हामीमा आइपर्छ। त्यही भएर हाम्रो शरीरलाई जिब्रोको कन्ट्रोल हुने बित्तिकै हाम्रो शरीरको पनि कन्ट्रोल हुन्छ। अनि सबै कुरामा हामी के हुन्छौँ? शक्तिशाली हुन्छौँ। हालेलुया। अनि याकुबको 2:14 के भनेको छ एकपल्ट हेर त बाबु। याकुबको 2:14 भन्दछ, हे मेरो भाइ हो, यदि कोही मानिसले विश्वास गर्दछु भने तो फल्छ, तर काम चाहिँ गर्दैन भने यसबाट त्यसलाई के लाभ छ? के त्यस विश्वासले त्यसको उद्धार हुन सक्छ र? हाम्रो व्यवहारमै हामीले उद्धार नै पर्छ। हामी विश्वासी जनहरूले चाहिँ हरेक कुरामा हामीले परिवर्तन ल्याउनुपर्छ। हालेलुया। महान परमेश्वरलाई महिमा होस्। हालेलुया। अनि पत्रुस 1 पत्रुसको होइन 3:10 हेर एकपल्ट बाबु। 1 पत्रुसको 3:10 भन्दछ, किनकि जसले जीवनलाई प्रेम गर्न र असल दिनहरू देख्ने इच्छा गर्दछ त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो ओठलाई छलपूर्ण कुरा बोल्नबाट जोगाओस्। आमेन। हालेलुया। बुझ्नु नि, आफ्नो शरीरलाई पनि राम्रो देख्न, हामी असल बन्नको लागि चाहिँ के गर्नुपर्ने रहेछ? के गर्नुपर्ने रहेछ?
आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो ओठलाई छलपूर्ण कुराबाट कुरा बोल्नबाट जोगाउनु पर्यो। आमेन। बुझ्यो नि? हालेलुया। हालेलुया। हाम्रो परमेश्वरको वचनमै हामी यहीँ छ आशिष। हामीले त आशिष खोज्नलाई कहाँ कहाँ जानु पर्दैन। जहाँ गए पनि प्रभुको वचनमा डर र असल बनियो भने हामी थोरै चिजलाई आशिष हुन्छ। हालेलुया। आज यो मकै बढेको देख्नु त थिएँ, यति यसो मुठीमा लागेर यसो हानेको मकै आज कस्तो भएको छ हेर्नु त थिएँ। परमेश्वरलाई महिमा होस्। परमेश्वरले आशिष दिनुभयो भने थोरै ठाउँमा पनि धेरै हुन्छ। हालेलुया। अनि परमेश्वरलाई महिमा होस्। याकुबको 3:3मै हेर त बाबु एकपल्ट। अनि भयो याकुब 3:3ले भन्दछ, यदि हामीले घोडाहरूका मुखमा डोगडीहरू लगायो भने तिनीहरूले हामीलाई मानुन् भन्नाको खातिर तिनीहरूका सारा शरीर पनि हामी काबु पार्न सक्छौँ। हालेलुया। त घोडामा लगेर परमेश्वरले दाँच्नु भएको छ। आज वचनबाट परमेश्वरले गर्नुभएको छ। एउटा अन्जिरको रूपमा लानुभएको छ। एउटा के भन्छ, एउटा घोडामा पनि परमेश्वरले सदुपयोग गरेर घोडामा पनि हाम्रो आफ्नो जिब्रोको लागि चाहिँ घोडामा लानुभएको छ। घोडालाई लगाम लगाएन भने त्यो घोडा ऐचाउन सक्छ? त्यो कहाँ पनि कुद्छ। यति साह्रो गाडीलाई उसले जितेको हुन्छ। यति साह्रो दौड्छ क्या, त्यो इन्जिनवाला चिजलाई पनि त्यसले कम्पिटिसन गरेको हुन्छ क्या। यति साह्रो घोडाको तागत हुन्छ। त्यसलाई पनि लगाम लगाउने बित्तिकै ऊ कहीँ जता भनौँ, देब्रे भनौँ, दाहिने भनौँ, जहाँ भनौँ ती ऊ जान सक्छ। किनकि हाम्रो जीवनलाई, हाम्रो जिब्रोलाई पनि त्यो बाइबलले बनाउने। हाम्रो मान्छेलाई बनाउने चाहिँ केहीले बनाउन सक्दैन, यही सिर्फ बाइबलले बनाउँछ। हालेलुया। येशूको रगतले हामी आफै बनिन सक्दैनौँ। यो बाइबल पढेर पनि हामी बुझ्न सक्दैनौँ, तर प्रभुसँग माग्नुपर्छ। हालेलुया। याकुबकै 1:5मा भनेको छ होइन, बुद्धिको कम छ भने हामी परमेश्वरसँग माग्ने, परमेश्वरले बुद्धि दिनुहुन्छ। हामीसँग प्रभुको ज्ञान बुद्धि माग्नलाई चाहिँ प्रभुसँगै जाने हो। अनि आफैले आफै कन्ट्रोल गर्न पनि प्रभुसँगै माग्ने हो। मैले प्रभुसँगै मागेको, मैले सबै प्रभुसँगै मागेको। मेरो छोरा पनि मैले प्रभुसँगै मागेर दिनुभएको मलाई। अरूको नानीहरू देख्थेँ अनि मलाई भन्थे प्रभु। अनि हामीले त सोचेको थियौँ नानी नजन्माउने, कमाएको पैसा पनि एउटा चर्चमा दिने, जति कमाउँछौँ चर्चमा दिने, अलिअलि राखिदिने, हाम्रो क्रिया खर्च के भन्छ एउटा दफन गर्दा त खुवाउने पैसाहरू राखिदिने। अनि जो अगाडि मर्छ त्यसको राम्रो गरिदिने। अनि पछाडि जो हुन्छ त्यसको लागि पैसा जसलाई हामी मर्दाखेरि राम्रो खाल्टोमा गाड्नु, कभरमा राख्नु भनेर हामी पैसा दिनुपर्छ। छोरीसिनको बच्चा नजन्माउने भनेर हामीले सल्लाह गरेको हामी पास्टर गएर मैले धेरैपल्ट। अनि म चाहिँ अनि फेरि चर्चमा जान्थेँ, टुक्क मन खान्थ्यो मेरो अरूको बच्चा लिएर आउँछन्, कति राम्रो है। त्यो सन्डे स्कुलमा इङ्ग्लिस बोल्छन् र नानीहरू। अनि म आफू नपढेको नानीलाई, मेरो पनि नानी हुन्थ्यो भने त्यो इङ्ग्लिस बोल्ने थियो, पढ्ने थियो। अनि कस्तो राम्रो हुने थियो भन्ने मेरो यो विचारमा मेरो दिमागमा सोच्थेँ। अनि जब स्तुति आराधना चाहिँ इङ्ग्लिसबाट हुन्थ्यो त्यहाँ, अनि अब मेरो नानी चाहिँ यत्रै भए त कति इङ्ग्लिसबाट बोल्ने थियो होला भनेर मेरो आत्मामा त्यस्तो सोचाइ हुन्थ्यो क्या। अनि त्यस्तो हुँदै गर्दाखेरि मलाई प्रभुले फेरि अचानक यति ठुलो पास्टर त्यहाँ हामी जाँदाखेरि नै 4,000 जति 4,045जना मान्छे त्यो चर्चमा हुनुहुन्थ्यो। त्यहाँ कसैले पास्टरलाई भेट्न सक्दैन थिए। त्यहाँ 20-25 जना त पास्टरको गाड हुन्थ्यो। तर मलाई अचानक प्रभुले मलाई के गर्नुभयो थाहा छ? म जस्तो मान्छेलाई पास्टरले मलाई बोलाउनु भयो स्टेजमा। अनि बोलाउनु भयो, म अगाडि बस्थेँ, बाइबल पढ्न आउँदै थियो। सबै लेखिकै गर्थेँ, बाइबल पढे गर्थेँ। म त बाइबल पल्टाउँथेँ, हेरिराख्थेँ बाइबललाई। अनि पास्टरलाई हेर्थेँ, बाइबललाई हेर्थेँ, चुपचापले बस्थेँ, पढ्न आउँदैन थियो। अनि मैले भन्थेँ प्रभु म पनि पढ्न लेख्न आएँ त कति लेख्थेँ होला, कति पढ्थेँ होला भनेर म भन्थेँ। तर म परमेश्वरलाई महिमा होस्। हालेलुया। परमेश्वरले मलाई पढ्न लेख्न सिकाउनु भयो। अनि अचानक मलाई बोलाउनु भयो। अनि यसरी हात तिमी कहाँको हो भनेर सोध्नुभयो। अनि एकजना त इन्चार्जले भन्यो यो त नेपालको हो भनेर भनिदियो। अनि तेरो अब यो आउने 2012 सक्छ, 13मा तेरो छोरा हुन्छ भन्नुभयो क्या। हातमा शिरमा हात राखेर भन्दै गर्दा मैले अनि ठ्याक्कै मैले त नजन्माउने भनेर सल्लाह गरेको थिएँ। तर पनि मेरो परमेश्वरले त जान्नु हुँदो रहेछ भनेर म रुँदै भित्रभित्र रुँदै आएर रिक्सामा। अनि घरमा आएर मेरो पास्टर बुवालाई कतिखेर आउनुहुन्छ र भनिदिउँला भन्छु पा भन्ने बेला बा रिसाउने हो कि पनि भन्ने डर लागिरहेको थियो। हाम्रो पास्टर बुवा पढे पनि हुनुहुन्छ। अनि अहिलेको प्रभुले नयाँ परिवर्तन गरेर सानो जस्तो बनाउनु भएको, नभए त धेरै खतरा हो मान्छे। अनि त्यसरी म आइपुग्नु भयो। अनि बेलुका म एउटा कुरा भन्नु छ भनेको किन
किनकि मैले चाहिँ फेरि हामी जस्तो सानो मान्छेलाई त्यो पास्टरले गर्नुहुन्न थियो कि अचानक मेरो परमेश्वरले जस्तो यहाँ सुन्नु परमेश्वरले मान्छे म हुँ भनेर यहाँ माथि आयो भने पनि तर परमेश्वरको लागि केही पनि होइन त्यो मान्छे परमेश्वरले त्यसलाई सानोलाई पनि युज गर्नुहुन्छ ठुलो ठाउँमा लगेर हालेलुया त्यही भएर बालेन पनि केही होइन बालेनले पनि एक दिन हाम्रो परमेश्वरले चाहनु भयो भने त्यसलाई पनि घोडा टेकाउनु परमेश्वर त्यस्तो हुनुहुन्छ यो बालेन आउनुभन्दा अगाडि त मेयरमा हुँदाखेरि नै बालेनको लागि मलाई परमेश्वरले दर्शन दिनुभएको अनि बालेन यस्तो दोडाले आएको देखेको अनि ऊ चाहिँ मन्त्री भएको देखेको अनि मैले सबै पास्टरहरूलाई भनिदिएको मैले के देखेको यस्तो प्रभुले मलाई दिन्छै देखाउनु भयो प्रार्थना गरेको बेलामा मलाई देखाउनु भयो प्रभुले भन्दै गर्दाखेरि भरे लास्टमा त त्यही परमेश्वर देशको मन्त्री भयो होइन हालेलुया भयो भने कोही कसैलाई पनि छोड्नुहुन्न कसैबाट पनि युज गर्नुहुन्छ अनि मलाई के भन्नुभयो भने प्रभुले पास्टरले 2013मा तेरो छोरो हुन्छ तेरो छोरा जन्माउनेछ भनेर प्रार्थना गर्नुभयो अनि म सर्लक्कै आएँ यति साह्रो खुसी भइनँ म घरमा आएर पास्टर बुवालाई भने बेलुका अनि पास्टर बुवाले पनि तँलाई बोलाउनु भयो त भने अनि कहीँ गयो त शिरमा हात राखेँ त भने अनि मैले भने भने अनि पक्कै अनि उहाँले साँच्चै प्रभुले भनेको हो त भने त्यति प्रभुमा हुनुहुन्न थियो अलिअलि उहाँ चाहिँ काम गर्नुहुन्थ्यो खालि पैसै मात्रै कमाउने भन्नुहुन्थ्यो है पैसा बिमारी भएर सबै सकिएको थियो धेरै गाडी घोडा किन्ने घर बनाउने यस्तो मात्रै भन्ने कुरा हुन्थ्यो अनि तर त्यतिखेर चाहिँ अलिअलि पैसा कमाएर प्रभुलाई दिन थाल्नुभएको थियो अनि त्यसो भन्दाखेरि मैले हो भन्नुभएको प्रभुले उहाँ पास्टरले भनेकै हो भने मैले यस्तो पैसा उठाएर आशिष पाइन्छ भनेर म चाहिँ बोकेर हिँड्थेँ क्या ओरेन्जन गरिन्थेँ अलिअलि अनि यस्तो गर्नुभयो प्रभुले 13मा बच्चा दिनुभयो अनि पास्टर बुवालाई पनि मनमा आएछ कि अचानक त्यो छोड्दै बच्चा छोड्दै भन्नुभयो तर पनि त्यसको 3 दिनको बादमा फेरि पास्टर बुवा प्रार्थना गरेर प्रभु बोल्नु भएछ हालेलुया अनि भन्नुभयो कि साँच्चै नै यो बाइबल त पढ्दैछौँ हामी यो बाइबल हामी मरेको छ यो बाइबल त कसले फ्याँकिदिएला बाइबल पढ्ने त सन्तान त चाहियो नि भन्ने उहाँको पनि मनमा परमेश्वरले भन्नु भएछ त्यो भएर असल छोरा दिनुभएको छ है परमेश्वरले मेरो छोरा असल दिनुभएको छ मेरो छोराले चाहिँ मलाई यो जागिरी खाने मलाई पाल्नुपर्ने यो मलाई केही महत्त्व छैन मेरो छोराले चाहिँ बाहिरको संसारको कुरा होइन आत्मिक कुरा र परमेश्वरको सेवा गरोस् यति मात्रै मलाई खोजी छ मलाई यति मात्रै छ अरू मलाई केही महत्त्वै छैन मलाई आजसम्म कसैले पालेको छैन बाबुआमाले मलाई एकपल्ट दिएपछि कसैले पालेको छैन मेरो श्रीमानले उहाँले पनि बाबुको सम्पत्ति यति केही दिएको छैन आज 20-22 वर्ष भयो यति सम्पत्ति ल्याएनलाई हामी आजसम्म बाँच्यो भने छोराबाट हामीले आश छैन हामीले आश छ प्रभुको काम गर्छ अनि परमेश्वर हामी नै असल बनिनुपर्छ हाम्रो परिवार बनाउनु चाहिँ हामी आफै नै असल बनिनुपर्छ हालेलुया अनि म चाहिँ धेरै परिस्थितिबाट पनि मैले चाहिँ आफैलाई बनाएर चाहिँ हामीले यहाँसम्म आएको हालेलुया त्यही भएर मैले आजको वचनबाट हजुरहरूलाई काहीँ दिदो खराब लाग्यो भने मनमा ला यस्तै मात्रै बोलिदिनु भयो भनेर पनि नराम्रो नमान्नुहोस् कतै भुल गल्ती भयो भने मलाई क्षमा गर्नुहोस् परमेश्वरले हजुरलाई धेरै आशिष दिनुभएको होस् यो वचनद्वारा तपाईँले अझै घरमा गएर मनन गर्नुहोस् पढ्नुहोस् एक्लै बोल्नुहोस् प्रभुसँग एकान्तमा जानुहोस् एकान्तमा प्रभुमा गएको चाहिँ परमेश्वर खुसी मान्नुहुन्छ हालेलुया हामी जति बोले पनि सुनिने राख्नुहुन्छ अनि जब उहाँले सुनिसक्नुहुन्छ अनि उत्तर दिनुहुन्छ हालेलुया मलाई त्यस्तो उत्तर पाएको छु म चाहिँ पास्टरमा कतिखेर काममा जानुहुन्छ अनि म घोडा टेक्छु भनेर म अनि फट्टै उहाँ काममा जानुहुन्थ्यो म प्रभुमा आएको 3 सालको बादमा मेरो छोरा भएको हो अनि मैले 3 साल लगातार घोडा टेकेँ अनि मैले भने कतिखेर काममा गयो हुन्थ्यो छिट्टै गयो हुन्थ्यो भन्ने हुन्थ्यो किनकि म प्रभुमा जानु थिएँ अनि म प्रभुमा बस्दा चाहिँ आनन्द हुने अनि हामी दुईजना बस्दा चाहिँ डिस्कस हुनु एउटा के नमिल्ने दुईजना छ फेरि के न के कुरा निस्किने डिस्कस पनि हुन्थ्यो ऊ कतिखेर काममा गए हुन्थ्यो अनि म चाहिँ आनन्द प्रभुसँग बात गर्थेँ भनेर म प्रभुसँग ठ्याक्ठ्याकी कुरा गर्थेँ प्रभुलाई भन्थेँ प्रभु यस्तो छ म यसरी गर्छु यस्तो गर्थेँ यति साह्रो भन्थेँ अहिले पनि म यस्तो गर्मीमा हिजो यति गर्मी थियो फेरि पनि म भित्र गएर 1.5-2 घन्टासम्म कुरा टेकेर प्रभुसँग भन्दै थिएँ आज पनि आज 4:30 बजी मैले टेकेँ प्रभुसँगै म बोल्छु म अरू बोल्न मलाई मन त्यति उचित लाग्दैन सिर्फ प्रभुसँगै म धेरै समय जान मनपर्छ हालेलुया त्यही भएर त हजुरले पनि यो वचनद्वारा आफैले आफै कन्ट्रोल गर्नुहोस् आफ्नो जिब्रोलाई कन्ट्रोल गर्नुहोस् आफ्नो माइन्डलाई कन्ट्रोल गर्नुहोस् अनि जब प्रभुमा परमेश्वरको वचनभित्र जानुहोस् प्रभुले वचनले के भन्छ त्यसको आधारितमा रहनुहोस् प्रभुले धेरै आशिष दिनुहुन्छ हालेलुया अनि आफै छुटकारा भएको महसुस हुन्छ फेरि आफै स्वतन्त्र भएको महसुस हुन्छ
जति हामी प्रभुमा नजिक हुँदै जान्छौँ नि, जति हामी प्रभुको वचनमा मनन गर्छौँ नि, त्यति हामी के हुन्छ आफै नयाँ भएको थाहा हुन्छ। आफै नयाँ हुँदैछु म बनिँदैछु भन्ने आफैलाई महसुस हुन्छ। हालेलुया। परमेश्वरले हजुरलाई धेरैभन्दा धेरै आशिष दिनुभएको होस्। आज पास्टर बाबु हुनुहुन्न तर पनि उहाँको प्रार्थना छ अनि यहीँ पास्टर बाबुको मन यहीँ छ। हालेलुया। अनि उहाँ पनि सेवाकाईमा जानुभएको छ। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। आजको दिन कति महान तरिकाले वचनहरू बोल्नमा जान्दिनँ भने पनि सुधारेर पढ्नु होला। वचनहरू लेख्नुहोस् कि फोटो खिचेर लानुहोस्। पढ्न मैले लेख्न त आउँदैन, यस्तो काँचो कुचुक्क लेखेको छ, फोटो खिचेर लिएर मैले बाइबल पढ्न आउँदैन थियो तर मैले बाइबल पढ्न थालेँ। लेख्ने चाहिँ फेरि के हुन्छ भने नेपालीबाट लेख्न आउँदैन, इङ्ग्लिसबाट मात्रै आउँछ। परमेश्वर त्यस्तो हुन्छ। हालेलुया। अनि म त लेख्छु त फेरि इङ्ग्लिसबाट त्यो 7, 8 भन्न आउँदैन, त्यो पढेको भए पो आउँछ त होइन। अनि त्यो 1, 2, 3, 4, 5 भन्दै आउँछ। त्यो 35, 44, 46 त्यस्तो भन्दै आउँछ। त्यस्तो हुन्छ। हालेलुया। अनि मोबाइलबाट नम्बर दिनुहुन्छ, मलाई आफैलाई लाज लाग्छ। उनीहरूले त्यो के भन्छ 98 यसरी भन्नुहुन्छ नि। अनि होइन त्यसरी नभन्नु न, इङ्ग्लिसबाट भन्नु भन्छु। अब नबुझेर क्या लेख्न नआएर अब कतिजनाले नम्बर दिनुहुन्छ क्या मोबाइलबाट। मोबाइल अनि यन्त्रै हुनुभएको छ। म वसन्तद्वारा भन्ने आशा गरेको चाहिँ फेरि पनि जय मसीह।